आज भने चाहिँ तपाईहरुलाई हाम्रो अर्ग्यानिक हाउस देखाउन गइराखेको छु है। हेर्नुस् होला कस्तो छ हैन। अब अर्ग्यानिक हाउसको मैले भिडियो मात्रै बनाएर हाल्दै छु हैन। अब घर पनि हेर्नुस् र हाम्रोतिर चाहिँ पुरै गरम छ। तपाईहरुकोतिर चाहिँ कस्तो के छ है? गरम भएर एकदमै बेसेस खोलेर बसिरहेको छु म चाहिँ। पुरा गरम छ पुरा। र हेर्नुस् होला हाम्रो अर्ग्यानिक हाउस। यहाँनिर चाहिँ अहिले दिउँसोको भने सब्जी बनाउँदै छु हैन। यो चाहिँ हाम्रो किचन हो। यस्तै छ है। यहाँ केटाहरूले दाउरा खोजेर राखेको हो। यहाँ सब्जी पाक्दैछ। र यता भने हाम्रो सब्जी राख्ने ठाउँ हो यो चाहिँ। यहाँनिर चामल छ। के लाने? टमाटर छैन हौ। यहाँनिर चाहिँ हाम्रो दुईजना लुङ्गाहरू सुत्छ हैन। अन्त यहाँ खाना पाकेर रेडी छ। हाम्रो यहाँ चाहिँ दुईजना लुङ्गा सुत्नुहुन्छ। यहाँनिर म र सचिन दाई हामी चाहिँ भुइँमै सुत्छौँ। यो प्लाई ओछ्याएको छ। अन्त यहाँनिर दुईजना हाम्रो लुङ्गाहरू सुत्छ है। यो चाहिँ उनीहरू के हो यस्तो। यही हो हाम्रो चाहिँ के गर्नु। केटा मान्छे भएपछि दुःख गर्नुपर्छ जहाँ पनि हैन। र यतापट्टि चाहिँ भने चाहिँ यस्तो नजारा देख्छ है। दिउँसो धुलो उडेर है एकताल बिहान ट्याङ्करले पानी हालिदिन्छ रुटमा। त्यतिले पनि हुँदैन। यहाँनिर चाहिँ केटा अर्को ग्रुपको यो चाहिँ हाम्रो हैन है। यहाँनिर कोपी करेला भेन्डी स्यान्डी ठ्यान्डीहरू रहेछ यहाँनिर। केटाहरूको बिचारा माया लाग्दो छ रुमहरू। केटा मान्छे हो दुःख त गर्नुपर्छ जहाँ गएर पनि हैन। यहाँनिर एउटाले यहाँ प्याज छिल्दैछ बिचारा। दिउँसो यस्तो घाममा आएर चाहिँ पकाउनु पर्छ है हामी चाहिँ। प्याज हैन लसुन। लसुन। यहाँ अब भान्जाले बनाउनु गइरहेछ खाना। र आज हाम्रो अर्ग्यानिक हाउसको यही टुर चाहिँ तपाईहरुलाई यहाँ डाटा आउँदैछ। जसलाई पनि लाग्छ है केटा मान्छेको लाइफ त सजिलो छ भनेर। अब कुनैको मात्रै होला सजिलो लाइफ हैन। र कुनैको चाहिँ सजिलो छैन लाइफ है। लाइफ भनेको बाउ आमाले कमाएर खुवाइन्जेल मात्रै सजिलो लाइफ भनेको हैन। जब आफैलाई पर्छ हैन आफ्नो टाउको माथि आउँछ तब लाइफ भनेको के हो भनेर थाहा पाइहाल्नुहुन्छ तपाईहरुले।